सेको बनाउँदैछु यो भिडियोलाई अन्तिमसम्म हेर्ने मलाई पनि साथी बनाउने यो प्लस चिन्हलाई मेटाएर एउटा लाइक एउटा कमेन्ट पाउँ ल। सेकुवा मन नपराउने को पो होला र हामीहरू होइन त। यता भुटन तयार गरिसकेको छु, यता सेकुवाको लागि फल मासुहरू अलग गरेर राखेको छ। ल हेर्नु त मासु, अब यसलाई मेरिनेट गर्दैछु। 2 चम्चा त्यही अदुवा लसुनको पेस्ट, रातो खुर्सानी पनि सँगै पिसेको छ, नुन। अब सेकुवा भनिसकेपछि काँचो तेल नभइकन सेकुवा बन्दैन। काँचो तोरीको तेल, पिरो कतिको चाहिन्छ, खुर्सानी, जिरा धनियाँको पेस्ट र यो ढिक्कावाला 2 चम्चा दही राख्नु भने सेकुवा अझै लजिज हुन्छ। र यसमा अब तपाईँले थोरै भिनेगर अथवा घरमा छ भने कागती पनि निचोड्दा हुन्छ। निचोरेर यसलाई मिट मसला राखेर केही समयका लागि फ्रिजमा राखिदिनु। अब यता चटनीका लागि टमाटर, अदुवा, लसुन, खुर्सानीलाई मजाले पकाउने पिन्ने एउटा भाँडामा यसरी आगो बालेर जालीमा यसरी राखेर घरमै परिवारसँग मिठो सेकुवा खान सकिन्छ। हस् त, धन्यवाद।